जस्तो मलाई यो पापी हुन्छ कि के जस्तो हुँदैन कुरो घाँस त्यो हो क्या पाप नलागोस् would like to take notes while I take totes of the marijuana. फोटो खिच्न चाहिँ पाइन्छ फोटो खिचेर भोट दिनै पर्छ भन्ने छैन ल आउन यतातिर फोटो खिच्ने हो सबैले फोटो खिच्ने हो आउन ल फोटो खिच्ने ल चुनावको बेलामा भोट माग्ने बेलामा म केही बाचा गर्दैन बाचा गर्यो भने भोलि फेरि आफ्नै टाउकोमा दण्ड बजार्छन् होइन होला के हो बाचा गर्यो कुरा गर्न सकेन भने दण्ड बजार्दैन त म पनि बाटै छु लागि चुनाव खर्चको लागि भनेर 1000 रुपियाँ दिनुभएको छ है नाम के हो नानीको वर्षापुरले चाहिँ जेमोमा चाहिँ महाविश्वलाई चुनाव खर्च भनेर 1000 रुपियाँ दिनुभएको छ है साथीहरू अहिले त हुँदैन नेपालमा त्यही बस विदेशमै नजाऊ भन्ने कुरा अहिले भनेर पाउ लाग्छ ये बड़ी अच्छी बात कही आप अब यस्तो बनाउनुलाई युवा नेताहरू आउनुपर्छ युवा नेताहरू आयो भने मैले सब युवा नेताहरूलाई चाहिँ एउटा चाहिँ अभिभावकको हिसाबले चाहिँ युवा नेताहरूलाई मैले सकेको मद्दत गर्छु बस लायक है क्या भित्र भाइस अब ल दाजुभाइ दिदीबहिनीहरू अब चुनावको सिलसिलामा अब गाउँ गाउँ घुम्दैछु अब खानु त परो यसो जाँगर आउँदैन खाना नखाएपछि अहिले चाहिँ हामी यो दोस्रो चरणको चाहिँ यो भेटघाटमा प्रचार प्रसारमा अहिले यो भकिमले गाउँमा आएर अब यहाँ गाउँलेहरूले ढिँडो खाना दिए है त्यसको लागि चाहिँ धन्यवाद पनि छ मिठै छ ढिँडो पनि ल ढिँडो खानु पायो भने बोलियो भने त चुनाव नि जितिन्छ है चुनाव जित्नु मन लाग्नेले ढिँडो खानु ल आर यु कमेडी मी गाडी खानु जाँदाखेरि अलि उमेर पुगेर रहन्छ अलि उमेर पुगेर आउनु होला भन्छ मैले चाहिँ भन्ने बेचेको कुरा सुन्नु भएको छ कतै म किताब बेच्दै हिँडेको थिएँ नि यो किताब बेच्दै किन भनेदेखि त्यो कारखाना चलाउनको लागि त्यसलाई मर्मत गरिदिने चलाइदिने भनेर सरकारले सहयोग माग्यो पैसा दिन्छु पनि भन्यो लेखेरै दियो तर पैसा दिएन त्यही भएर म आफैले मेरो आत्मकथाको किताब लेखेर किताब बेच्दै नेपालभरि बेचेको सुदूरपश्चिमबाट बेच्दै सुदूर पूर्वसम्म गएको हो र मैले 526 दिन किताब बेचेको 526 दिन 18 महिना किताब बेचेँ र पैसा पनि जम्मा गरेँ झन्डै 12 करोड रुपियाँ भन्दा बढी पैसा त्यति नाफा भयो त्यति किताब बेच्दाखेरि त्यही पैसाले त्यो सरकारको कारखाना चलाइदिएको त्यो सरकारलाई सघाएको हो त्यो मद्दत गरेको त्यो कारखाना चलाएर हामीले चाहिँ कुनै भनौँ न नाफा खाने जागिर खाने भन्न चलाएको होइन एक पैसा पनि हामी लिँदैनौँ दिन्न तर सरकारलाई चाहिँ सहयोग गरे हो यसरी अब आफूले सक्ने सहयोग त गर्नु पर्यो बाँचुन्जेल त्यसरी चाहिँ म समाज सेवा गर्ने मान्छेलाई मन्त्री पनि बनाइदियो अस्तितिर मन्त्री भएको थाहा छ कि छैन आज यसो भेट गर्न मात्रै आएको हो उस म्याडम जानु भएको थियो ऊ त्यहाँ अनि तिमीलाई यसो देख्न आएको देखाउन आएको अब मेरो अनुहार हेरेकै रहन्छ ल अझै हेरेको छैन भने हेर ल हाम्रो रत्न साहबले चाहिँ ल हे
ल दाजुभाइ दिदीबहिनीहरू संसारभरिबाट नेपालभरिबाट हेर्नुहोस् यो चुनावको सिलसिलामा महावीर पुन आफ्नो टोलीसँग चाहिँ गोटुङ टुङ टुङ चाहिँ दौडिरहेको छौँ। कुरो घाँस त्यो हो क्या साथी जिन्दगीमा नि के गर्नुपर्छ गर्दै सोच्दै नसोचेको काम पनि गर्नुपर्ने यो भगवानले नि के गरिदिन्छन् गाँठे। सुख त कहिले नदिने भयो भगवानले, कहिले बरु छिटो छिटो लय त हुन्थ्यो नि, आनन्दै हुन्थ्यो। कहिले लैजान्छन् न हो भगवान, छिटो छिटो लैजाऊ। म त के गर्नु भयो किनभने म चाहिँ काठमाडौँमा बस्ने, अलि सहर बजारमा बस्ने मान्छे होइन। म त गाउँले मान्छे, बाँदर जस्तो मान्छे हो म त। सहर बजार मन नपर्ने है। होइन होला के हो यहाँ भेटौँ न, भेट ढिलो भयो। ल फोटो खिचौँ। हामी खिचिदिन्छौँ खै दिनु तिम्रो धेरै हुन्छ ल ल रेडी यो कस्तो खालको फोटो खिचाइ उठ्यो यस्तो यार। यो टिकटक ल तपाईँ एकदम भाइरल हुनुहुन्छ अब मेरो। ती मान्छे होइन म नै हो मान्छे किन हुने त अलि यता आफूले लुकेर खाइन्छ। मलाई चाहिँ यहाँ मन्त्री जस्तो गाह्रो चाहिँ केही हुने रहेछ हेर्नु। अहिले म अस्ति त्यहाँबाट मन्त्रीबाट छोडेर यहाँ बाहिर हिँडेछु, कति आनन्द आएको। घुम्नु पाएको छ, बोल्नु पाएको छ। मन्त्री भएर बस्दाखेरि कहीँ बाहिर निस्किनु पर्यो भने दुईजना, एउटा आर्मीले एउटा पुलिसले छोड्दै अरे नआऊ तिमीहरू नआऊ, म यसो त्यहाँ डुलेर आउँछु भन्दा पनि छोड्दैन। अनि म त्यो सिंहदरबार भन्दा बाहिर निस्किँदै के गर्ने त। त्यस्तो पनि हुन्छ र, आफ्नो खुसीले हिँड्न नपाउने, आफ्नो खुसी ठाउँमा जान नपाउने, अनि मान्छेहरूसँग कुरा गर्न नपाउने। उही सिंहदरबारमा आएर कोही आयो भने यसो कुराकानी गर्ने हो, नत्र गाह्रो हुन्छ। मन्त्री पदको लागि किन मान्छे मरिहत्या गर्छन् भन्ने कुरो म आफैलाई दङ्ग पर्यो। हो के यो कति वर्ष भयो। अब क्या होगा तालिया? कुछ नहीं होगा। अर्कोहरूले इक्यानोले पुस्नु पाए त जानुहुन्थ्यो, छ होला नि नेगारी गर्छ, त्यसले माटो जान्छ कि दाजुभाइ दिदीबहिनीहरू, महावीर पुनको आजको भिडियो हेर्नुहोस्। चुनावमा 1 महिना 12 दिनसम्म एकदम रात दिन डुलेर आज 1 महिना 12 दिनको चाहिँ पहिलो यहाँ हालिँदैछ। तातो पानीमा, यो ठाउँको नाम चाहिँ तातो पानी हो, रातो पानीको तातो पानी। अन्नपूर्ण गाउँपालिकाको यो चाहिँ पोखरे बगर छेउमा भएको रातो पानीको चाहिँ तातो पानीमा चाहिँ यहाँ एकदम आनन्द लिइराखेको छ, अनेक आनन्द आइरहेको छ। 18 दिनदेखि 1 महिना 12 दिनसम्म घुमेको चाहिँ आज आनन्द ल्याएको छ। अब नाच्नु पर्यो त।
है